हेलो सबैजनालाई, आज मेरो हातमा छ गाईको घिउ है। म जब गाउँ जान्छु मैले गाउँमा सुन्ने गर्छु खेतीवालाहरुकोबाट जसकोमा गाई छ, बहिनी आजकल घिउै बिक्री हुँदैन भन्छ। मलाई त जति छ मलाई दिनुस् न भन्दै माग्छु हैन। यो घिउ यति धेरै राम्रो हो हाम्रो स्वास्थ्यको लागि है। हामी 5 रुपैयाँको लागि, प्लिज डोन्ट डिस्टर्ब, हामी 5 रुपैयाँको लागि 10 रुपैयाँको लागि हैन 100 रुपैयाँको लागि कन्जुस गर्छौं हैन। तर जुन दिन तपाईलाई बिमारले पक्रिन्छ त्यो दिन तपाईको लागि 100 रुपैयाँ केही होइन। हस्पिटलमा तपाई 1000 लाख तपाईहरु स्पेन्ड गर्नुको लागि पनि रेडी बस्नुहुन्छ है। सो घिउ भिटामिन्स ADEK है, सबै वाटर सल्युबल भिटामिन दिइरहेको हुन्छ घिउले। यो मुटुको लागि पनि राम्रो हो, कोलेस्ट्रोलको लागि पनि राम्रो हो, हाई ब्लड प्रेसरको लागि पनि राम्रो हो हैन। हामीले जुन चाहिँ खान्छौं बजारमा किनेर तेल, त्यो तेल भन्दा त 100 गुना 1000 गुना राम्रो हो यो गाईको घिउ है। त्यसैकारण अर्को पल्ट तपाईहरुले गाईको घिउ शुद्ध घिउ पाउनु भयो भने चाहिँ 50 रुपैयाँ नै बेसी 100 रुपैयाँ नै बेसी भए तापनि तपाईहरुले घिउ सेवन गर्नुस्। तपाईहरुले तेल बिना अलिकति सब्जी बनाएपछि यो घिउलाई लास्टमा, तर जे कुरालाई पनि घिउ तेल कुनै चीजलाई पनि डराउनु चाहिँ हुँदैन, खराउनु चाहिँ हुँदैन। खरायो भने यसमा भएको सबै शक्तिहरु है, पोषणहरु चाहिँ उडेर जान्दछ हैन। अनि तेलले त नाइट्रस अक्साइड, कार्बन डाइअक्साइड पनि रिलिज गर्दछ, जो चाहिँ हाम्रो लागि एकदमै राम्रो होइन, टक्सिक हो है। घिउ चाहिँ बेस्ट हो गाईको घिउ। म पनि प्राय जस्तो घिउ नै खाने गर्छु मेरो घरबाट ल्याएर। सो तपाई पनि नेक्स्ट टाइम घिउ पाउनु भयो भने चाहिँ अवश्य आफ्नो डाइटमा राख्नुहोस्। दिस इज द बेस्ट। यो चाहिँ मेरो आमा र आपाले मलाई पठाइदिनु भएको। थ्यांक यू आमा आपा, अनि मेरो घरको दुईटा गाईलाई पनि। बाई।